जस्ट म्युजिक सुनेर नै तपाईँको लाइफको धेरै प्रब्लमहरू सल्भ गर्न सकिन्छ भनेर मैले यदि भने तपाईँ के भन्नुहुन्छ? यदि यसमा डिटेलमा बुझ्नु छ भने यो भिडियो हेर्नुहोला। म्युजिकलाई हामीले इन्टरटेनमेन्टको रूपमा मात्र लिने गर्छौँ, तर म्युजिक त्योभन्दा धेरै डिप छ। सामवेदमा यसलाई डिटेलमा व्याख्या गरिएको छ र रागको फर्ममा चाहिँ यसलाई एकदमै राम्ररी एक्सप्लेन गरिएको छ। सो रागले चाहिँ हाम्रो बडीमा धेरै कुराहरू चाहिँ डिटरमाइन गर्ने गर्छन्, लाइक डिफर गर्ने गर्छन्। यो चाहिँ साइन्टिफिकली प्रुभन पनि छ र यो बुकमा अझै डिटेलमा चाहिँ लेखिएको छ, रिचुअल्स अफ ह्याप्पी सोल बाई दिपांशु गिरी। दिपांशु गुरुले लेख्नुभएको यो बुकमा चाहिँ उहाँले विभिन्न प्रब्लमहरूको लागि डिफ्रेन्ट रागहरू चाहिँ रिकमेन्ड गर्नुभएको छ, जुन चाहिँ मैले क्याप्सनमा पनि राखिदिएको छु र तपाईँले डिटेलमा हेर्नुहोला। तपाईँको प्रोफेसनको प्रब्लम छ कि, हेल्थको प्रब्लम छ कि, होइन वेल्थको प्रब्लम छ, जेसुकै प्रब्लम भए तापनि एउटा पर्टिकुलर रागहरू चाहिँ मेन्सन गरिएको छ र त्यो राग यदि तपाईँले सुत्ने बेलामा चाहिँ सुनेर सुत्नुहुन्छ भने चाहिँ त्यसले एकदमै म्याजिकल लाइक एउटा रेमेडी जसरी नै काम गर्छ। सो त्यही भएर चाहिँ एकचोटि ट्राई गर्नु होला। यो नछुटाइकन 43 दिनसँग यदि तपाईँले ट्राई गर्नुहुन्छ भने तपाईँले राम्ररी रिजल्टहरू पाउनुहुन्छ र 2-3 दिनमै यसको रिजल्ट चाहिँ देखिन थाल्छ। सो कस्तो खालको रिजल्ट पाउनुभयो त्यो कमेन्ट गर्नु होला र अवश्य पनि यो कुरा चाहिँ ट्राई गर्नु होला र क्याप्सनमा चाहिँ चेक गर्नु होला कुन कुन राग चाहिँ तपाईँको लागि काम लाग्छ भनेर। राधे राधे।